नमस्ते सबैजनालाई। आज हामी व्हाइट ग्रेभी बनाउन गइरहेका छौं। व्हाइट ग्रेभी चाहिँ दुई किसिमको हुन्छ, एउटा मुगल स्टाइल व्हाइट ग्रेभी हुन्छ भने अर्को जेन व्हाइट ग्रेभी हुन्छ। आज हामी जेन व्हाइट ग्रेभी चाहिँ बनाउन गइरहेका छौं। जेन व्हाइट ग्रेभी चाहिँ विदाउट ओनियन, गार्लिक, जिन्जर बिनाको हुन्छ र जेन व्हाइट ग्रेभीको इन्ग्रेडिएन्ट्स चाहिँ के चाहिन्छ त, इन्ग्रेडिएन्ट्स चाहिँ के हो यसको बारेमा हामी सुरुमा जान्ने छौं। इन्ग्रेडिएन्ट्समा सुरुमा पर्छ हाम्रो क्यास्यु नट, पिनट, वाटरमेलन सीड, मिल्क, घी, क्रिम, बटर, सल्ट, सुगर, ग्रीन कार्डामोन, नटमेग, फ्लेभरको लागि थोरै हामीले गुलाब जल पनि लिन सक्छौं र यसलाई हामी सबैलाई ब्लेन्डिङ गरेर हामी यसलाई पकाउने छौं। त्यसको मेथड चाहिँ तपाईहरुलाई हामी भिडियोमा देखाउने छौं र भिडियो हेर्नुभन्दा अगाडि तपाईहरुलाई कुकिङ क्लासको ट्रेनिङ लिनु छ भने हामीलाई सम्पर्क गर्न सक्नुहुन्छ माथि दिएको नम्बरमा। हस्त धन्यवाद। सुरुमा हामीले क्यास्यु नट, पिनट, वाटरमेलन सीड, ग्रीन कार्डामोन, नटमेग हामीले सुरुमा हाल्नुपर्ने हुन्छ। त्यसपछि अब हामी मिल्क हाल्ने छौं। मिल्क हाल्दाखेरि जहिले पनि छिपछिपे बनाएर हाल्नु होला। एकैचोटी सबै मिल्क हाल्यो भने उछिटिने समस्या हुन्छ र राम्रोसँग ब्लेन्ड पनि हुँदैन। राम्रोसँग ब्लेन्ड हुनको लागि थोरै मिल्क हाल्दै ब्लेन्ड गर्दै, थोरै मिल्क हाल्दै ब्लेन्ड गर्दै गर्नुपर्ने हुन्छ। हामी फेरि यसमा मिल्क हालेर फेरि एकचोटी ब्लेन्ड गर्ने छौं। यो चाहिँ फाइनल ब्लेन्ड हो। फाइनल ब्लेन्ड भइसकेपछि चाहिँ व्हाइट ग्रेभी यस्तो देखिन्छ। अब हामी यसलाई पकाउने छौं राम्रोसँगले। अब हामी व्हाइट ग्रेभीको क्वान्टिटी अनुसारको घी हाल्ने छौं। कति क्वान्टिटी छ त्यो अनुसारको घी हाल्नुपर्ने हुन्छ। अघि ब्लेन्ड गरेको व्हाइट ग्रेभीलाई अब हामी घीमा राम्रोसँगले पकाउने छौं र यसलाई चलाइरहनु पर्ने हुन्छ। चलाएन भने डढ्ने समस्या हुन्छ। आगो सानो बनाएर चलाउनु होला। चलाइ नै रहनुपर्छ यसलाई। अब हामी यसमा सल्ट हाल्ने छौं। सल्ट टु टेस्ट। तपाईलाई कति मन पर्छ त्यति सल्ट हाल्नु होला। सल्ट हालेर हामी यसलाई मिक्स गर्छौं। त्यसपछि अब हामी यसमा सुगर हाल्ने छौं। सुगर ठिक्क हाल्नु होला, धेरै हाल्न मिल्दैन सुगर चाहिँ। सुगर हालेर यसलाई हामीले मिक्स गरेपछि अब हामी यसमा गुलाब जल पनि हाल्ने छौं। गुलाब जल ठिक्क थोरै मात्रामा हाल्नु होला। यो चाहिँ फ्लेभरको लागि मात्र हो र अब हामी यसलाई राम्रोसँग पकाउने छौं सानो आगोमा। हाम्रो व्हाइट ग्रेभी रेडी भइसकेको छ। अब व्हाइट ग्रेभीबाट कुन रेसिपी बनाउन सकिन्छ त त्यसको बारेमा पनि तपाईहरुलाई भन्ने छु म। व्हाइट ग्रेभीबाट चाहिँ हामीले भेजिटेबल कोरमा, शाही पनीर, मलाई कोफ्ता बनाउन सक्छौं। हामीले ब्रोनाइज कट एन्ड क्यूब कट काट्यौं भेजिटेबललाई भने त्यो भेजिटेबल कोरमा हुन्छ र पनिरलाई हामीले डाइस कटमा काट्यौं भने शाही पनीर हुन्छ। पनिरलाई हामीले पिल गरेर सानो बल बनाएर ओइलमा डिप फ्राई गरेपछि मलाई कोफ्ता हुन्छ। तपाईहरुलाई यो भिडियो कस्तो लाग्यो प्रतिक्रिया दिन नबिर्सिनु होला र तपाईहरुलाई कुकिङ ट्रेनिङ गर्नु छ भने फेरि पनि भन्छु हामीलाई सम्पर्क गर्न सक्नुहुन्छ माथि दिएको नम्बरमा। हस्त धन्यवाद। Thank you for watching this video.